कञ्चनपुरको शिवनगरमा एक रहस्यमय घटना। एक किसानको जलेको अवस्थामा शव फेला। घटना झन जटिल बन्यो जब गाउँपालिका उपाध्यक्षको नाम समेत जोडियो। 50 वर्षीय हरिकिशन राणा वैशाख 9 गते बिहान मृत भेटिए। सडक छेउमा जलेको मोटरसाइकल र केही पर उनको शरीर। राणाको परिवार अचम्ममा। मानिस र मोटरसाइकल जल्दा कसैले देखेन, पर्स मोबाइल भने सुरक्षित किन? परिवारको आशंका राणालाई बाँधेर जलाइएको हुन सक्छ। अब प्रश्न उठ्दैछ, यस घटनामा बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्तिनाथको भूमिका के हो? हरिकिशनले केही महिना अघि एक सार्वजनिक कार्यक्रममा उपाध्यक्ष नाथले घुस मागेको आरोप लगाएका थिए। उनले भनेका थिए घुस नदिएपछि धम्की आइरहेको छ। उपाध्यक्ष नाथको प्रतिक्रिया, उनले घटनामा कुनै संलग्नता नभएको बताएकी छन्। उनको भनाई, उनी पीडित हुन्, न्याय पाउनुपर्छ, छानबिन होस्, म सहयोग गर्छु। हाल सब सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। के यो घटना थियो, आत्महत्या वा हत्या?